पहिला पहिला नै साथीहरू अब घरमा है अब लोकल कुखुराहरू काटेर खाने गर्थ्यो नि त। अहिले जस्तो त्यो ब्रोइलर चिकनहरूको चाहिँ अभाइलेबल थिएन है, त्यस्तो सुविस्ता थिएन सुविधा। अनि त्यही भनेर लोकलहरू काट्ने गर्थ्यो, घरकै लोकल कुखुराहरू। सो त्यसको लागि चाहिँ घरमै पाल्नु पर्थ्यो कुखुराहरू है। अनि कुखुरा काट्दैछ भन्ने थाहा पाएपछि चाहिँ नि हामी चाहिँ कति खुसी हुन्थ्यौँ होइन। अन्त अब हामीले चाहिँ साथीहरूलाई पनि सुनाउने गर्थ्यौँ, आज त हाम्रो घरमा मासु पकाउँदैछ, भालेको मासु यस्तो यस्तो भन्दै सुनाउँथ्यौँ होइन। अनि जब मासु पाक्नु थाल्यो भनेपछि चाहिँ हामी चाहिँ किचनबाट बाहिरै निस्किन्थेनौँ। जबसम्म पाक्थेन तबसम्म चाहिँ हामी किचनै रुँगी बस्थ्यौँ हो। हामी चाहिँ लार्ज फ्यामिलीबाट बिलङ गर्छौँ है। अन्त म चाहिँ घरको सानो छोरी थिएँ, मेरो भाइ पनि छ। अन्त मभन्दा ठुलो दाजु दिदीहरू पनि धेरैजनै हुनुहुन्छ है। अन्त हाम्रो चाहिँ ठुलो दाजु हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ हामीले खाएको हड्डीहरू हुन्छ नि, त्यो चाहिँ हामीले टोक्नु सक्दैनौँ। अब म त 4-5 वर्ष थिएँ अरे दाजु हुँदाखेरि होइन। अन्त त्यो हड्डी फ्यालेको हड्डी चाहिँ दाजुले टिपिकन खानुहुन्थ्यो अरे। मलाई चाहिँ आमाले भन्नुभएको, यो लोकल कुखुराको त हड्डी यसरी टोक्नुपर्छ भन्दै दाजुले चाहिँ टोकी टोकी खानुहुन्थ्यो अरे है। अन्त उसको भाग चाहिँ भोलिपल्ट त्यो एउटा पिसले भए पनि खाना रुच्छ भन्दै राख्नुहुन्थ्यो अरे है मेरो ठुलो दाजुले चाहिँ। तर दाजु चाहिँ अहिले हुनुहुन्न, यो चाहिँ स्याडको कुरा हो। हामी चाहिँ सानो हुँदाखेरि नै दाजुले हामीलाई छोडेर जानुभयो। अनि अब यो मैले स्टोरी सुनाउनुको मतलब चाहिँ यो थियो कि पहिला पहिला चाहिँ साथीहरू एकदमै दुःख थियो, खानुको, लाउनुको अनि बस्नुको। त्यो समय नै त्यस्तो थियो अरे साथीहरू। किनभने हाम्रो घरमा मात्र होइन, सबैको घरमा नै यस्तै खालको परिस्थितिहरू दुःखहरू थियो अरे है। अनि साथीहरू आजको सेफ चाहिँ म थिएँ। आजको डिनरमा चाहिँ बनिएको थियो हाम्रो चिकन बिरयानी है। मैले चाहिँ यहाँनिर एकदम मेहनत गरिकन बनाएको थिएँ। मैले चाहिँ फर्स्ट टाइम बनाएको थिएँ चिकन बिरयानी। तपाईँहरूले मेरो स्टोरी सँगसँगै भिडियो पनि हेर्नुभयो होला नि त है। अन्त यहाँनिर चाहिँ हाम्रो चिकन बिरयानी रेडी भएको थियो। मैले चाहिँ यहाँनिर फुड कलर चाहिँ हालिनँ, किनभने चाहिँ फुड कलर चाहिँ अब हाम्रो लागि चाहिँ अलिकति हेल्थको लागि राम्रो हुँदैन भनेर चाहिँ मैले अलिकति अर्ग्यानिक स्टाइलमै बनाएँ। मैले चाहिँ मेरै गाउँले स्टाइलमा बनाएकै साथीहरू। यहाँनिर चाहिँ हल्दी मसलाबाट जति कलर निस्क्यो त्यही नै हो। अन्त फुड कलर चाहिँ मैले अभोइड गरेको छु, किनभने मेरो बेबीले पनि खान्छ, आप्पा आमालाई पनि मन पर्दैन क्या त्यो रातो पहेँलो कलरहरू। सो त्यही भनेर यहाँनिर चाहिँ अब फिक्का कलर देखिरहेको छ है। अन्त यहाँनिर चाहिँ मेरो बिरयानी पनि रेडी भयो। त्यहाँदेखि चाहिँ मैले यहाँ सबैजनालाई सर्भ गरिदिइरहेको छु। पहिला चाहिँ मैले आप्पा आमालाई पस्किदिएँ, त्यहाँदेखि चाहिँ भाइ बहिनी सबैजनालाई पस्किदिएँ। यो भिडियो चाहिँ अलिक पुरानै हो साथीहरू। मैले चाहिँ एडिट गर्नु नपाएर, भोइस ओभर गर्नु नपाएर चाहिँ आज टाइम मिलेको बेला गरिरहेको छु है साथीहरू। अन्त देख्दाखेरि यस्तो नराम्रो फिक्का कलर देखे पनि आजको बिरयानी चाहिँ एकदम मिठो थियो साथीहरू, एकदम टेस्टी थियो आजको।